त म्युजिक भिडियो पनि गर्छु जस्तो लागेको थियो अनि अब फिल्मसँग एकदम खुसी लागेको छ अनि त्यसरी अनि पनि किन डर लाग्छ म यस्तो त होइन म बोलिरहेको नि मिडियामा होइन तर कस्तो डर लाग्दो रहेछ अब पहिलोचोटि भएर होला अनि खुसी लाग्छ अब नसोचेको कुराहरू पुरा हुँदाखेरि एकदम पोजिटिभ वेमा तपाईँको सक्सेस चाहिँ अब हामी दर्शकहरूमा मिडियाले हेर्दै एकदम पोजिटिभ वेमा हेर्छौँ कि तपाईँको यो टिकटकमा अभिनय गर्ने यात्रादेखि लिएर फिल्ममा अभिनय गर्दा कतिको गाह्रो भयो के फरक पाउनुभयो तपाईँको अनुभवहरू के रह्यो गाह्रै हुँदो रहेछ किनकि अब हामी त नर्मली अब त्यसरी फिल्मै त गरेको थिएन नि त नर्मली एक्टिङहरू त गरिरह तर अब आफ्नै शैलीमा आफ्नै तरिकाले गर्थ्यौँ क्या आफ्नै डिरेक्सनमा आफ्नै कन्सेप्टमा अब अरूको कन्सेप्ट अनि अर्कै क्यारेक्टर वाइज गर्दाखेरि चाहिँ गाह्रो हुँदो रहेछ मेरो टोन पुरै झापाली टाइपको आउँछ अनि हाम्रो क्यारेक्टर फेरि अर्कै थियो फुटबल थियो होइन फुटबली टाइप गुल्मीको थियो अनि कस्तो त्यो टोनै सुरुमा डिफिकल्ट थियो गर्नको लागि तर मैले अब आफ्नो बेस्ट गरेको छु अब हजुरहरूले पनि हेर्नु होला तपाईँको एउटा फिल्म थियो नि डकुमेन्ट्री जसरी तपाईँले तपाईँको चलचित्र त्यो देखाउनुभएको थियो होइन आमा सरी मम अनि त्यो चलचित्रदेखि लिएर तपाईँको सायद पहिलो चलचित्र थियो होइन मेरो पहिलो चलचित्र चाहिँ डिसेम्बर फर्स्ट हो त्यही चलचित्रदेखि लिएर अलिकति दर्शकहरूमा चाहिँ चिनिँदै जानु भएको थियो एकदम राम्रो चलचित्र थियो त्योदेखि यहाँ आइपुग्दाखेरि के डिफ्रेन्स पाउनुभयो होइन तपाईँको करियर कतिको अपडेट भयो अनि यो मुगलान गर्दै गर्दाखेरि तपाईँको अनुभव चाहिँ के रह्यो मैले जस आकलन गरेर भनौँ न एउटा आफ्नो भिजन थियो त्यो चाहिँ हरेक प्रोजेक्ट चाहिँ प्रयास हो जस्तो लाग्छ मेहनत गरिरहेको छु प्रयास गरिरहेको छु यो पनि एउटा प्रयास हो जस्तो लाग्छ पहिलो काम गर्दा र अहिले मुगलानसम्म आइपुग्दा आफूमा एकदमै धेरै चेन्जेस पाएको छु त्यही हो जस राम्रै भइरहेछ अब लाइफ नै यस्तो तलमाथि हुँदो रहेछ कुनै बेला एकदम डाउनमा जाँदाखेरि धेरै कुरा दिमागमा खेल्दो रहेछ सायद त्यो बेलामा तपाईँसँग भेट भएको थियो होला त्यो बेलामा कुराले त्यो बोल्दै थियो होला कलाकारिता छोडेर होइन इन्डस्ट्री चाहिँ छोड्दिनँ सायद मेकिङतिर जान्छु कि भन्ने सोचाइ थियो त्यो चाहिँ भनेको थियो होला मैले चाहिँ हेरा चाहिँ छैन युट्युबमा जस भनौँ न अनेस्टली भन्दा चाहिँ किनकि म अब पश्चिम त्यसपछि म इन्डिया पढ्नु नै खासै नेपाली फिल्महरू मैले त्यसरी हेर्न पाइनँ अब मोस्टली बलिउड हेरिन्थ्यो हजुर त्यही युट्युबमा चाहिँ हेरेको छु हजुर फुल लेन्थमा हेरे पनि जस्ट त्यसको मेजर पार्ट्सहरू क्लिपहरू फेरि हाम्रो मुगलान बनिरहँदाखेरि त्यो बेलामा हाम्रो डाइरेक्टर सरले चाहिँ त्यो नहेरिहाल्नु पनि भन्नुभयो किनकि अब कस्तो हुन्छ भने हाम्रो मेकिङमा चाहिँ त्यतितिर ध्यान जान्छ कि त्यसको कपी गर्न खोजिन्छ अथवा एक्टिङमा पनि त्यो फलो गरिन्छ कि त्यो हुँदा चाहिँ त्यस अलिअलि मेजर पार्ट्सहरू चाहिँ हेरेको थिएँ त्यस्तो अरू चाहिँ हेरेको छैन हुन्छ त्यो त अहिले पनि हुन्छ चाहिँ अब अहिले पनि म गरिरहेको छु होइन त्यो फेरि यस्तो हुँदो रहेछ क्या आफूले जाने चेन्जेस ल्याइँदैन होइन त्यो आफै हुने रहेछ पहिला हामी यो इन्डस्ट्रीमा आउँदाखेरि चाहिँ हामीलाई देख्नुभयो होला जस्तो हामी एकदम पातलो थियौँ त्यो बिस्तारै आफै घटाउँदा पनि नघट्ने रहेछ क्या मेहनत नगर्ने भनेर त हुँदैन होइन मेहनत गर्दै पनि त्यस्तै हुँदो रहेछ अहिले मैले भिडियो हेर्दा आफैले फिल गरेको कुरा हो मैले उहाँलाई पनि 3-4 चोटि भने लास्टै मोटी भयो देखेको छ मलाई भिडियोमा तर क्यारेक्टरै त्यस्तो थियो झन् अनि अब त्यस्तो मलाई नराम्रो त लाग्छ अहिले चाहिँ म त्यहाँभन्दा जति घटेको छु दिन सक्नुहुन्छ तर अब अझै प्रयास गर्दैछु अब अर्को फिल्ममा चाहिँ तपाईँले भने जस्तै छिनेको खबर हुन्छ होला मेरो बहिनी गएर मेरी मेरो एउटा प्रश्न
मुगलान त एउटा ब्रान्ड हो नि त यो ब्रान्ड साइन गर्नलाई चाहिँ कसरी हिम्मत गर्नुभयो त कसरी डर लाग्यो अब त्यतिखेर त खासै डर लागेको थिएन होइन अनि अब डर त लागिहाल्छ अलिकति होइन अब कस्तो गर्छु के हुन्छ पहिलोचोटि हो भनेर अलिकति डर त लाग्छ तर सबैजनाले अब हौसला हुन्छ नि त अहिले चाहिँ एक्कासी भन्नु सक्दैन त्यस्तो डर लाग्यो जस्तो हो अहिले फेरि ठिक छ पुरानो मुगलान जति चल्ला जस्तो लाग्छ त्यो कम्पेरिजन त नगरौँ अब त्यो थाहा छैन होइन किनकि मैले चाहिँ हेरेको छु फिल्म एकदमै राम्रो छ मलाई एकदम गएको थिएँ अब होप बेस्ट हामीले अब सबैले राम्रो गरेको छ अब चलोस् भन्ने हुन्छ सबैले थ्याङ्क यू